यता हाम्रो शिवम एकदम मेहनत गर्दै हुनुहुन्छ। अहिले अब पार्टी सेलिब्रेसन फर्स्ट। हेलो गाइस, आजको सेकेन्ड डे भालेखोपको नयाँ भिडियोमा तपाईँहरूको स्वागत छ। जसो कि हेर्न सक्नुहुन्छ ए भर्सेस डी लास्टतिर छ। अब थाहा भयो कलर बिना फोल्ड गर्ने वाला प्लेन बोर्ड थियो एउटा। हामी 11 बजे आफ्नो क्रिच बनाउन आएको छु। यस्तो घाममा हेर्न सक्नुहुन्छ, घाम एकदम छ। शनि महाराज छ यता हाम्रो शिवम एकदम मेहनत गर्दै हुनुहुन्छ। यता हेर्न सक्नुहुन्छ कतिजना आएको छ। भोलि हुन्छ जसो छ त्यसैको लागि। दाई अलि रिसाइसक्नु भएको थियो हैन मोहन। ब्लड करने जी ब्लड डोनेशन वाला प्रोग्राम के हम फ्रेंड रहे से कहां खबर में कमेंट मारे वाला रहली उ छोड दे। हम फ्रेंड और अलसी देखिए गाइस। न सक्नुहुन्छ हामी पानी लिन आछौँ। यस्तो गुना निधिको साथ गुना निधि यता नवजित छ पानी सप्लायर। म यताबाट यता गर्ने मात्र हो। हेर्न सक्नुहुन्छ त यस्तो घाममा दाइहरूले रोलर चलाउँदै हुनुहुन्छ। यता गुना निधि अप्ठ्यारोमा परिसकेको छ हैन गुना निधि। यता हेर अनि के छ तिम्रो भन त। एकदम ठीक छ। यस्तो घाममा आज पिच बनाउनु परिरहेछ। भोलि खेल्छौ नि भोलिदेखि। भोलि त अब पुरै हो, सुरु हो भोलिदेखि। हेर्न सक्नुहुन्छ भ्यू यस्तो बवाल छ हैन कुना कुनाको, तर घाम धेरै छ। गुना दिदी त यतैको हो त। गुना दिदीलाई प्रब्लम गर्मी सहन नसक्ने खालको छ नेपालको गर्मी हो। यस्तो अब ट्रान्सफर हुँदैछ, म पनि उतै जान्छु ल। यस्तो हाम्रो म्याच अब एसँग ए र डी को म्याच यस्तो बवाल हुँदैछ। हेर्न सक्नुहुन्छ राइट के भनौँ अलि त्यो क्वालिटी नमिलेर हो कि के हो, एकदम बवाल हुँदैछ अहिले। हेर्न सक्नुहुन्छ कुनामा आइसक्यो। म पनि एकछिनको लागि किपर थिएँ। म्याचको रूप एकदम रोमाञ्चक हुँदै जाँदैछ 1-0 को स्पेलमा। आउट नै जाँदैछ। सिद्धार्थ के छ तिमीलाई यता फोकस हुन दिँदैछु। उता मेन मान्छे हाम्रो कोच कोच रोमाञ्चक हेर्नु अडियन्सहरू एकदम खजाखज। अनिस के छ आज डी गोलको म्याच, डी ग्रुपको म्याच छ। डी र अरु कुनको? डी र ए को। यसले सुरुमा एक गोल खायो, त्यहाँबाट अहिले कन्टिन्यू भइरहेछ। हेरौँ के हुन्छ आज। राजीव दाइ डी हारे भने तेरो ब्लग डिलिट गरिहाल है। हैन राहुल आफै पनि ग्रुप डी को मान्छे हैन। ग्रुप राहुल तिमी कुन सपोर्ट के रे कुन ग्रुपलाई सपोर्ट? आज ग्रुप बी जित्यो भने ब्लड डोनेसन गर्छु है। हैन यता मण्डलहरू मण्डल यस्तो हेर्न सक्नुहुन्छ म्याच इन्टेन्स छ।
हाम्रो रेफ्री के भन्न चाहनुहुन्छ रेफ्रीजी? राम्रो चलिरहेको छ, एकदमै इन्टेन्स गेम छ। हो अब अहिले चाहिँ बीले जित्ने तर्फरमा छ, अलमोस्ट जितिनै सकेको छ, 2 गोलको लिड छ। यसै गरेर बल पोजिसनदेखि लिएर हरेक कुरामा बीको चाहिँ एकदमै उत्कृष्ट प्रदर्शन देखिरहेको छ। डी डोमिनेन्ट गर्दैछ भनेको अहिले बीको डोमिनेसन चाहिँ देखिरहेको छ अहिले चाहिँ यो गेममा। एकदमै एलाई चाहिँ एले नै जित्छ भन्ने उसमा पनि अहिले चाहिँ डीको एकदमै राम्रो प्रदर्शन देखिरहेको छ। म चाहिँ अझै ग्रुप ए एकदम 3-0 ले जितिसक्यो डेन्जर हेर्न सक्नुहुन्छ। अहिले अब पार्टी सेलिब्रेसन फर्स्ट हाम्रो गेम जितेपछि अब सी ग्रुपको प्र्याक्टिस चल्दैछ हेर्न सक्नुहुन्छ। शिवको यस्तो मोहनको प्र्याक्टिस चल्दैछ। छिराइदियो केटाहरूले। ल ल बसल राम्रोसित खेल्नु। ल ल गाइज आजको भिडियो यतै हिँड्नु हुँदैछ मनिष दाइसित। बाई बाई।